Just look at this scene के स्वर्ग हेलो 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 गरिदिनु त ल हेलो ल हामी चाहिँ अब यहाँबाट आज हाम्रो ब्लग सुरु गरेर छौँ है अब हामी चाहिँ ठ्याक्क जाने मामाको बेमा बेसी पर्छ चाहिँ हामी चाहिँ अहिलेबाट यहाँ निस्किसक्यौँ हामी चाहिँ यहाँ दुईजना छौँ है हामी चाहिँ अब यहाँ दुईजना गइरहेछौँ होइन सो लेट्स गो काठमाडौँ त्यो चाहिँ हामी पछि जाने भाइ त्यति त हुनु पऱ्यो नि अलिकति गाडो त यस्तो डेन्जर हुन्छ नि ठ्याक्कै डाँडाको पछाडि होइन गाइस हामी चाहिँ अलिक ठ्याक्कै यहाँनिर होइन यहाँनिर यस्तो दामी चिल्ने ठाउँमा पुगेको छ नि सबै हाम्रो तलको भएको अझै माथि नामदार होइन यो भकुन्डार बेसीकै हो एकदम हामीको माथि टार र भकुन्डार हो तलको भकुन्डार यो टार है गाइस अब चाहिँ हामी ठ्याक्क माथितिर लागिरहेको छौँ होइन यो मेरो पछाडि चाहिँ एकदम दामी चोरीबारी देखिरहेको ब्युटिफुल छ है नेचरै ब्युटिफुल छ यहाँको अब हामी फेरि अझै लाग्छौँ मासतिर गाइस हामी चाहिँ फाइनली आइपुग्यौँ है फाइनली हामी चाहिँ घर आइपुग्यौँ बेहुला भेट्न जाने त्यो चाहिँ हाम्रो घरको सुन्दर फुलबारी नाइस के हो अबुई यहाँ त खतरा सिन भइरहेको रहेछ त सबैको ए सबै देखाउने आउँदैन बसमा आइरहनु सबैजना होइन होइन एकजना बाहेक सबैजना आउनु ल यहाँ आउनु न तपाईँ यहाँ चाहिँ हाम्रो हजुरबा हाम्रो हजुरबा हेलो तपाईँ कसको बेमा म कसको बेमा आएको मामाको हो हाम्रो बेहुला मामा आउनु भइरहेको चमकनी गुलाबी शरारा, अरे चुनरी तेरी चमकनी गुलाबी शरारा।
जानु छ